एउटा यस्तो नेता जसले दशकौंसम्म सेटिङको भरमा देश र पार्टी चलाए, आज तिनी शेरबहादुर देउबा आफ्नै विरासत भत्किएको टुलु हेर्न काठमाडौँ फर्किँदैछन्। दर्शकवृन्द, हङकङको त्यो चिसो हावा र सिङ्गापुरका आधुनिक अस्पतालको बेडमा 5.5 महिना बिताएर शेरबहादुर देउबा अब राजनीतिक तातोको सामना गर्न काठमाडौँ ओर्लिँदैछन्। 28 साउनको मध्याह्न जब उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेक्छन्, तब विमानस्थलको दृश्यमा पूर्व प्रधानमन्त्रीको रूपमा स्वागत मात्र हुने छैन, त्यहाँ काङ्ग्रेसको आन्तरिक विवादमा देउबा गुटको शक्ति प्रदर्शन हुँदैछ। शेरबहादुर देउबा, जो दशकौंसम्म काङ्ग्रेसको सिंहदरबारमा थिए, आज आफ्नै पार्टीभित्र प्रतिपक्षको भूमिकामा छन्। आफ्नै कार्यकर्ताको भिडमा उभिएर उनी कस्तो अनुभव गर्दैछन् होला त? सायद उनले सम्झिने छन् होला सत्तामा हुँदाको स्वागत र सत्ताबाट खस्दाको स्वागतमा कति फरक र कति अन्तर हुँदो रहेछ भनेर। 5.5 महिनाको लामो विदेश बसाइलाई उनले उपचारको लेप लगाएका छन्, तर भित्री कथा भने अर्कै छ। दर्शकवृन्द, जब गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनले देउबालाई किनारा लगायो, तब देउबाका लागि काठमाडौँको सडक तातो भइसकेको थियो। हङकङको बसाई केवल उपचार थिएन, त्यो त आफ्ना विरोधीहरूले सफाया गर्ने मौका नपाउन् भनी रोजिएको सुरक्षित राजनीतिक क्वारेन्टाइन थियो। देउबाको आगमनको समय तालिका संयोग मात्र होइन। दर्शकवृन्द, सर्वोच्च अदालतले पक्राउ पूर्जी बदर गरिदिएपछि र पुनरावलोकनको ढोका खोलिदिएपछि देउबा क्याम्पमा यति बेला उत्साहको सञ्चार भएको छ। कानुनी रूपमा सेफ महसुस गरेपछि मात्रै उनी विमानको सिटमा बस्दैछन्, अन्यथा साउन 14 देखि सरेको उनको स्वदेश फर्किने मिति केवल मिति थिएन, त्यो त सर्वोच्चको आदेश पर्खिने राजनीतिक हिसाब किताब थियो। नेपाली काङ्ग्रेसको संस्थापन इतर पक्षले यही 29 देखि 31 गतेसम्म विशाल राष्ट्रिय सभाको आयोजना गरेको छ, जसको बागडोर शशाङ्क कोइरालाले सम्हालेका छन् भने त्यही सभामा देउबा उपस्थित हुँदैछन्। त्यो देउबाको राजनीतिक पुनर्जीवनको लागि अन्तिम मञ्च हो कि यो भेलाले काङ्ग्रेसलाई जोड्छ वा थप विभाजनको खाडल खन्छ? अहिले यही प्रश्न उब्जिएको छ। जसलाई काङ्ग्रेसले विदा गरिसकेको छ, जसको युग अस्ताइसकेको छ, तिनै शेरबहादुर देउबाले अब कुन नैतिकतामा टेकेर राष्ट्रिय भेलामा उभिने आँट गर्दैछन् होला त? यो कुनै पुनरागमन होइन दर्शकवृन्द, यो त सत्ताको भोगले मरेको एउटा राजनीतिक भूतको वापसी हो भन्न हामी सक्छौँ। गगन विश्वप्रकाशको उदयपछि देउबाको युग अस्ताउँदो मानिएको छ। सर्वोच्चको आदेशले उनलाई कानुनी आधार त दिएको छ, तर जनताको र कार्यकर्ताको नैतिक आधारले उनलाई साथ देला त? सम्पत्ति शुद्धिकरणको मुद्दा र परिवारमाथि लागेको दागले उनको सुशासनको भाषणलाई कति गिज्याउने छ, त्यो त तपाईँ हामीलाई राम्रैसँग थाहा छ। दर्शकवृन्द, देउबा सामु अब मात्र 2 वटा बाटो छन्। पहिलो, हार्न नमान्ने हट, जसले काङ्ग्रेसलाई इतिहासकै ठुलो विभाजनतिर लैजानेछ। दोस्रो, समयको मागलाई बुझेर एक्जिस्ट लिने शालीनता, जुन देउबाको स्वभावमा कहिल्यै पनि देखिएन। देउबा फर्किँदैछन्, तर के उनीसँग अझै पनि त्यो जादु बाँकी छ जसले काङ्ग्रेसको डगमगाएको जगलाई बलियो बनाओस्? पक्कै छैन। यो त केवल आफ्नो गुटलाई बचाउने र पार्टीको घाउलाई थप कोट्याउने एउटा अन्तिम प्रयास मात्रै हो।